कमान्डरले भएर चाहिँ 250 जना चाहिँ कमान्डरले भएर चाहिँ म्यादीले चाहिँ म्यादीको कुरा भयो त्यतिको हल्ला मैदान पनि तिन चारवटा प्लस जिन्सी 9.5 वर्ष त जिन्सी चाहिँ परमन्द चलाएर चाहिँ आएको मात्रै यहाँ आउँदा पनि के अरे अर्केला चाहिँ कुनासम्म ल्याएर आएको 10.5 वर्ष मैले गरेँ मुस्ताङबाट छोरा भएर आयो मुस्ताङमा पनि सिडिओ साहबको बडीगार्ड हल्ला हुँदा र सिडिओ साहबको के अरे यहाँ थियो कि श्रीमानको बडीगार्ड श्रीमान भन्छ के भन्छ श्रीमान भन्छ क्या श्रीमानको बडीगार्ड अनि उसको बडीगार्ड त्यो के अरे सिडिओ साहबको धेरै बसेको 3 महिना बसेको बसेर चाहिँ यता तल झऱ्यो जो स्याङ्जामा राम्रो बसाइ भयो 10 वर्ष जो फ्यामिलीसहित बसेको हल्ला भएर आउन आएको 3 दिनमा चाहिँ हल्ला मिलेर बस्यो हो 3.5 वर्ष हल्ला मिलेर बस्दा बस्दै पछि भयो हल्ला मिलेर प्लस प्रबन्ध जिन्सी अनि पछि असै घर चाहिँ गएर थिएँ खेमराना घट्टा कसरी किन चाहिँ खेमराना घट्टा बुझाएर ब्याज गर्थेँ खेमरानाबाट पुसेर बुझाएर चाहिँ म ढुक्क भएर बस्नु पऱ्यो अब जलुन्दी जानु पऱ्यो भनेर चाहिँ गरेको थिएँ जलुन्दी स्याङ्जा परेको थियो उता जानु पऱ्यो भनेर गरेको ठ्याक्कै फेरि चिसापानीमा चाहिँ गोली हानेर मारेर असैले हल्लालाई अनि फेरि म्यासेज आइदियो फेरि के अरे असैले बुझ्ने परन्छ भनेर फेरि बुझ्यो बुझेको यता आउने बेला अस्ति चाहिँ मात्रै परन्दा चाहिँ बुझाएर म आएँ होइन अरू ठाउँमा त बस्यो अनि परन्दा चाहिँ 9.5 वर्ष चाहिँ बस्यो परन्दा चाहिँ होइन स्याङ्जामा चाहिँ गऱ्यो र अहिले चाहिँ यहाँ चाहिँ अब जागिर अब धेरै त छैन अब उमेर भएर जाने मेरो चाहिँ लगभग 11 महिना 1 महिना 11-12 महिना थियो अब त्यसमा चाहिँ बस्ने विचार थियो मेरो चाहिँ होइन अब यो यस्तै घरको समस्याले गर्दा चाहिँ छोडियो भनौँ न अब है त्यसमा आर्थिक समस्या हो घर लियो घर लिँदाखेरि चाहिँ पैसाको गर्दाखेरि चाहिँ हो त्यसमा चाहिँ छोड्यो त्यही हो मेरो अनुभव भनेको चाहिँ अब धेरै ठाउँ बस्यो पूर्वमा चाहिँ इलामदेखि लिएर इलाम चौकासभा होइन अनि त्यस पछाडि चाहिँ उदयपुर खोटाङ सिराको 2 चोटि बसेँ 70मा 2 चोटि बसेँ गुनामा बस्यो त्यसमा जिल्लामा बसेँ 70मा अनि सिरामा 2 चोटि दोन्दाखालमा बस्यो पछि शान्तिका लागि सिरामा प्राथमिक परेर बसेँ 9 महिना 5.5 महिना यता के अरे हाइवेमा बसेर अनि त्यसमा चाहिँ तल आएर तलबाट चाहिँ मुस्ताङबाट मुस्ताङमा धेरै बसेन चिसोले ल 23 महिना 16 मिलाएर झरे हो सबभन्दा धेरै चाहिँ जागिर छोडेर मात्रै त्यहाँ बस्यो अनुभव भनेको त त्यस्तै हो अब तपाईँहरू पनि अब ढिलो चाँडो मात्रै हो होइन कसैले पेन्सन पाएर पनि छोड्दा कसैले चाहिँ पछि खाने पनि अब जानै नै हो पछि 30 वर्ष अब यो पढाउने नियमले बनाउने हुँदैछ र अब त्यसमा चाहिँ होइन उनीहरूको हात पनि हदबन्दी लगाएर भने कतिले सक्नुहुन्छ त्यस्तै हो चाहिँ अनुभव